धेरै दाँतका बिरामीले सोध्ने प्रश्न, दाँत हाल्न कति लाग्छ? आज हामी यस बारेमा जानकारी दिन गइरहेका छौँ। दाँत हाल्नको लागि कति पैसा लाग्छ भन्दा पनि पहिले हामी हजुरहरूलाई 2-4 कुराको जानकारी दिनेछौँ। सुरुमा कसरी हालिन्छ त? सामान्यतया दाँत 3 तरिकाले हालिन्छ। एउटा झिक्ने लगाउने दाँत, अर्को फिक्स दाँत, अर्को दाँत रोप्ने, जसलाई डेन्टल इम्प्लान्ट भनिन्छ। यी भए दाँत राख्ने तरिका। अब कुरा गरौँ फिक्स दाँत कति प्रकारका हुन्छन् त? सामान्यतया फिक्स दाँत 4 प्रकारका हुन्छन्। एउटा मेटल, अर्को मेटल सेरामिक, अर्को अल सेरामिक र अर्को जिर्कोनिया। फिक्स दाँत हाल्नेलाई अङ्ग्रेजीमा ब्रिज भनिन्छ। फिक्स दाँत आवश्यकता अनुसार सपोर्ट भएसम्म जति पनि राख्न सकिन्छ। जसरी पुल बनाउँदा सामान्य 2 स्थानमा सपोर्ट लिइन्छ, त्यसरी नै नक्कली दाँत राख्दा आवश्यकता अनुसार छेउछाउको दाँतको बलियो सपोर्ट लिइन्छ। यदि छेउछाउको दाँत बलियो छैन भने अन्य थप उपचारहरू गर्नुपर्छ, जुन हामी तपाईलाई अर्को भिडियोमा बताउनेछौँ। अब तपाईको छेउछाउको दाँत ठिक छ, सबै कुरा मिलेको छ भनी 2वटा दाँतको सहायता लिएर एउटा दाँत हाल्न सकिन्छ। अब भन्नुस्, दाँत हाल्ने त हाल्ने नै हो, तर कुन खालको हाल्ने, कसरी हाल्ने, कस्तो अवस्था छ, त्यसैले एकपटक राम्रोसँग चेक जाँच गराएर एनएमसीमा दर्ता भएका चिकित्सकसँग सल्लाह लिएर मात्र हाल्नुहोस्। जहाँ हाल्नुहोस् राम्रो हाल्नुहोस्। हस्, धन्यवाद। हजुरहरूलाई यो हाम्रो भिडियो कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनुहोला। हामी थप यस्तै जानकारी लिएर फेरि पनि आउनेछौँ।